अब चाहिँ हामी यहाँबाट ट्रेकिङ यात्रा सुरु हुन्छ करिब 3 घण्टा। यो देखिएको जङ्गलै जङ्गल माथि डाँडामा पुग्ने छौँ हामी चाहिँ करिब 3 घण्टा पैदल गरेपछि। जङ्गलै जङ्गलको यात्रा ट्रेकिङमा छौँ। करिब 3 घण्टा 30 मिनट जतिको यात्रापछि हामी चाहिँ हाम्रो गन्तव्यमा पुग्नेछौँ। एकदमै मनमोहन दृश्य रमाइलो यात्रा हुनेछ आजको ट्रेकिङ चाहिँ। यो चाहिँ हाम्रो युरोपको हङ्गेरी भन्ने देशमा पुरा जङ्गलै जङ्गलको यात्रा, एकदमै रमाइलो। यस्तो हरियाली छ, यस्तो बनाएको छ ठाउँ त्यो जङ्गलमा हैन, पुरा त्यो रमाइलो। रमेश सर के छ त अनि कताको यात्रा आज? हङ्गेरी त हङ्गेरीमा हो नि। साथीहरू एकदमै स्लो मोसनमा हाम्रो एकजना भाइ एकजना दाइ चाहिँ पट्ट ट्रेकिङमा इन्जोय हैन। ल हाम्रो साथीहरू चाहिँ हल्का थाकेको अवस्था। के खाने के पिउने? ल अब चाहिँ हामी चट्ट यहाँ हल्का जुसहरू खाएर हैन, यसो थकान लागेपछि ल हल्का। टोली चाहिँ जम्मा 9 जनाको टोली छ टोटल। 10 मसँग 10 जना हो। मैले त आफू बिर्सेँ त नि त। ल साथीहरू चाहिँ उकालो एकदम ठाडै यस। ल हाम्रो सागर दाइ चाहिँ के पानी हो दाइ त्यो बोतलमा? के पानी मिसाएर बोक्नु भएको? उकालो हिँड्न गाह्रो हुन्छ भनेर? ल ठिक छ, ल ठिक छ। ल बबाल। चाहिँ साइकल होइन, साइकलको लागि रहेछ। साइकलमा भए चाहिँ हामी पुरा यो बाटो आउँथ्यौँ। अब चाहिँ यो ट्रेकिङ पुरा साइकलको बाटो हो यो चाहिँ। हाम्रो चाहिँ साथीहरू पुरा उकालो। के सर साह्रो गाह्रो त भएको छैन नि? इन्जोय छ, रमाइलो। अनि सर यता रमाइलो छ? ल ठिक छ। ल हजुरलाई? ल यहाँ चाहिँ बाटो पत्तो लाग्दैन भनेर ठाउँमा यसरी रुखहरूमा चिनो राखिदिएको छ, किनकि नहराउन् भनेर। यहाँ चाहिँ गाइडको पनि खासै आवश्यक पर्दैन। एकदमै रमाइलो छ। के भयो रमेश सर? के भएर बाटो हराएर साथीहरूले? होइन यो त मेमोरी हुन्छ नि। ऊ झ्याप हो फेरि डान्स। ए निलै 2 दिने चोला रमरे बाँचे निलै फेरि भेट होला। छाना 2 दिनको जिन्दगी होइन यो। हामी कति कहाँ नेपाल कहाँ हो? अनि पहिले त हामी नेपालभन्दा कति टाढा छौँ लगभग। अनि पुरा साइकलिङ होइन, यस्तो बवाल छ दृश्य। पुरा धुपीको सल्लाहहरू, धुपी सल्लाहहरू यत्रो बडे हाम्रो नेपालको जस्तै एकदमै सुन्दर पुरा। अब हाम्रो यहाँ चाहिँ 2टा बाटो, लेफ्ट राइट, जता गए नि हुन्छ होला सायद, आई थिङ्क। क्या मनोरम दृश्य, रमाइलो छ। सल्लाहको रुखहरू पुरा नेपालमा जस्तो हरियाली पुरा रमाइलो छ। अब चाहिँ हामी लगभग धेरै उकालो यात्रा गरेपछि गन्तव्यमा आइपुगेका छौँ। अब चाहिँ लगभग 500 मिटरमा हाम्रो ट्रेकिङ यात्रा सकिन्छ। एकदमै रमाइलो यहाँ हेर्न सक्नुहुन्छ। पुरा फुलहरू फुलेर हरियाली होइन, एकदम इन्जोय, एकदम रमाइलो छ। यो चाहिँ हङ्गेरीको बुडापेस्ट भन्ने ठाउँमा है। पुरा अब गाइड ट्रेकिङहरू होइन, एकदमै इन्जोय होइन, रमाइलो। यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन होइन। यही टावर हेर्न त हामी आएको अगाडि।
यहाँ जिस्क्याउ नगर केटा हो पुरा यो टावरमा हेलो हेलो How it like Hungary like Budapest is it good or everything very beautiful एकदमै रमाइलो छ है बुडापेस्ट चाहिँ साथीहरु कुहिरेहरुले पनि भनिहाले चाहिँ यो भ्यू टावर हेर्नको लागि करिब 1.5-3 घण्टा कति हिँड्यौ यात्रा हिँडेर आएको अब नेपालमा भएको भए यस्तो मात्र होला त हाम्रो देश ल साथीहरु हामी अब यो टावर चढ्दै गरेको दृश्य यहाँबाट चाहिँ चढेर हामी केही बुडापेस्टको अवलोकन गर्ने छौं यही टावरको लागि हामी चाहिँ हेलो हेलो यो चाहिँ एकदमै बुडापेस्टको एकदमै यस्तो यहाँ भित्र चाहिँ हैन पुरा यस्तो यस्तो राखेको छ मेमोरीको लागि हैन पुरानो कालमा यस्तो थियो होला सायद यो चाहिँ यस्तो यस्तो बनाएको छ टावर त्यही टावर हेर्नको लागि चाहिँ हामी लगभग 2.5-3 घण्टाको पैदल यात्रा गरेका छौं धरहरा जस्तै छ हैन घुमेर हिँड्ने हैन सर एकदम पुरा धरहरामा यसै गरी चढ्थ्यौ नि हामी युद्धमा अनि पुरा धरहरा कस्तो नेपालको धरहरा यस्तै घुमेको हैन विश्वयुद्ध हुँदाको टाइममा यो टावर धेरै पहिला यो टाइममा यो टावरबाट चाहिँ एकदमै के छ स्थिति भनेर बुझ्ने हेर्ने गरिन्थ्यो रहेछ यहाँको पौराणिक गाइडबाट बुझे अनुसार ठ्याक्कै नेपालको धरहरा चढ्दाको याद आयो मलाई चाहिँ यसै गरी घुमी घुमी चढ्नु पर्थ्यो अब अहिले त धरहरा छ कि छैन भूकम्पले लडेपछि हाम्रो बालन शाहले नामै सेतो टावर राखिदिएको छ अब के छ त्यो हेरौँ एकदमै यो चाहिँ रमाइलो हेर्न सक्नुहुन्छ यो चाहिँ यो टावरबाट देखेको बुडापेस्ट भ्यू एकदमै ल हेर्नु यहाँ यस्तो हाइटमा पुरै बुडापेस्ट सिटी देखिँदो रहेछ हैन सर एकदमै बुडापेस्ट सिटी चाहिँ यस्तो छ पुरा जङ्गलै जङ्गल हरियाली हैन वरिपरि मनमोहन दृश्य यही टावर हेर्नको लागि हामी चाहिँ करिब 3 घण्टाको पैदल यात्रापछि यहाँ आइपुगेका छौँ यस्तो मौसमले पनि खोलेर साथ दिएको छ दर्शकबिन यस्तो रमाइलो छ यो चाहिँ एकदमै युरोपको एकदमै प्रख्यात बुडापेस्ट सिटी युरोप हङ्गेरीको राजधानी बुडापेस्ट चाहिँ यस्तो रमाइलो छ यो टावरबाट हामी घुमी घुमी देखाउनेछौँ साथीहरू यति बेला चाहिँ म यो एकदमै टप टावरमा आइपुगेको छु यहाँबाट चाहिँ तपाईहरु हङ्गेरीको दृश्य निहाल्दैछु एकदम रमाइलो एकदमै सुन्दर हावा पनि एकदम चलिरहेको छ चिसो हावा एकदम रमाइलो छ यति हाइटमा छ यो टावर चाहिँ लगभग 3-3.5 घण्टाको पैदल यात्रापछि आइपुगेको एकदमै उचाइमा एकदमै रमाइलो सिटी अफ बुडापेस्ट यार पार्लियामेन्ट त यही देखिँदो रहेछ त पार्लियामेन्ट त यार अगाडि देखिँदो रहेछ त एयरपोर्ट ल हेर्नु प्लेन हेर्नु एयरपोर्ट कता छ कता छ एयरपोर्ट उडो उडो ल यतातिर जङ्गल पुरा यस्तो रहेछ नि त अक्टोबर त मैले पत्तो लाउन सकिनँ हो
पोतो लाउन सक्दैन नेपाली पार्लियामेन्ट यहाँबाट हेर्न आउनु त सागर दाइ यहाँ सिधा आउनु त यहाँ सिधा आएर हेर्नु त सिधा बुढा पिस्ट एकदमै रमाइलो हजुर पहनै पुरा एक साइड चाहिँ यस्तो बबाल सिटी छ